सानोमा यसरी जन्ती गएको त्यो याद आइरहेको छ मलाई Hi guys, namaste and Lasla to everyone. Welcome back to my channel once again. And it's what the baby 4 It's 4:30 AM. अनि 4:30 भयो टाइम उठेको नलाइन्छ न केही छ कोही के गर्नु यस्तो हामी ल साथीभाइहरू हाम्रो चाहिँ यहाँनिर कार्यक्रम हुँदैछ बिहान हामी साढे 4 बजे उठेको अम्मा 7 बजिसकेको छ 5 बजे 5 बजी हिँडेको 7 बजिसकेको छ 6:44 भइसकेको छ नि हामी चाहिँ यहाँ तर हुँदा हुँदा के गर्नु लाइन पनि थिएन ऊ पनि थिएन कहाँ छ लाइन पनि एकदम रेडी आए मामाले अब एउटा शर्त लगाइदिनु पर्यो अनि त्यसले अनि माथि गरेर लाउँछ एउटा शर्त चाहिँ यो पर्दैन छेले भनेको त बेहुला परेछ आफै के गर्नु र बेहुलालाई धक्कामुक्की गर्नु मिल्ने अनि एउटा टाक मामालाई चाहिँ भइहाल्छ अनि तैँले माथि गरेर लगा यता आउनु के अरे सरजङ्गामा त्यति यहाँ आउनु यो उता साइड लाग्नु यो मुख चुलो गर्नु तपाईँ हो बेहुलाको भाइ के गर्नु होइन मलाई चाहिँ नदेखाइ देखाउँछु म त यहाँ चाहिँ हाम्रो अब गेट बनाएको भए त गेटमा हुन्थ्यो भन्नु त आमा के हो भन्नु न आमा गेट बनाइएन अनि यहाँनिर यो के गरेको यो सगुन थापेको चेलीले खोइ त नि यहाँनिर खदा छैन त नि सगुन के छ ले खुकुराम सुकुम के छ सगुन के छ ले खुकुराम सुकुम के छ यता त कठुवा देखाउनु न आमा यता कसले लिएको यो लामा बाजेले हाम्रै हो माई गड मैले त पोङ पो भन्थेँ त कठुवा पो पोङ पनि भन्छ है चुङसी ओ माई गड 200 त धेरै जान्छ होला नि यत्रो छ त नि अनि कठुवा लानु पर्यो गाइजहरू के गर्नु सब्सक्राइबर सोल्टी डोरी आइराख सगुनी गेङ आइराख सगुन गेङ खाङ्ला गेङ खाल्से चुबाला जा आमामा हामी त रक्सी पुऱ्याउने होइन यत्तिकै भयो त अरू बेला नि यसो जान्छौँ नि त आमा गेङ आइराख
होइन आइरहेको आमामामा गाह्रो 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 छ छोरी के अरे तामाङको चेलीबेटी लानु होइन ल्याउनुलाई लानुलाई हेट्टरी होइन मामाकै भन्छ हो ए यहाँ मामाकै भन्छ आमा उता रोसेको जम्मा अबे बाजेको त म त छेलेर के हो कम्तै डरम होला तिमी आछे हो माइला घर टेक्नु भोलि पाइदैन अङ्कल फोटो नि खिच्नु त्यहाँबाट त्यो कोको मेन्द भएको चाहिँ लगाइदिनु न मुनि खाता आमाले बाँधिदिनुहुन्छ जन्ती माइलाको जन्ती लाग्यो हेर्नु आज के हो नेट कनेक्ट भएन अरे हौ लामो भएछ स्वेटरहरू पनि बोकेन आमामा कोठरी छ होला यस्तो खामको चिसोले गाँठे हो हालत पछि भइसक्यो गाइसहरू यसरी बोकेर आया म त डिजे है तामाङ छैन म त लाइदिनु अरे उकालो मरे मेरो त्यहाँ हुनुहुन्छ है गल्यो अझै आउनु त हेलो पसिनै पसिना गाह्रो छ नि हो गाह्रो छ तर मलाई मजा आइरहेछ आज हामीलाई त ठिकै भइरहेछ गाह्रो छ नि हो कति गाह्रो आइज सबैजना है के गर्नु बाउ माइती मामाली जानै पर्यो होइन दाजुभाइ अब सबजना बुढेसकाल लागिसक्यो म बुढेसकाल लागिसक्यो यसलाई मात्रै मजा देखाएको त हेलो आपा हेलो गाई माला छोराको बुहारी लिनुलाई हेलो घर लाग्यो जन्ती हैन जान्छ बाजे राम राम गल्यो होइन त बल्ल बल्ल अब चाहिँ सास आयो सबै हुस्से लागेर यस्तो भइरहेछ धन्न पानी परेन राम 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 अब चाहिँ ल कस्तो फिल भइरहेछ भन्नु नि त लु के भन्नु बल्ल सास आएछ त नि तर अङ्कल कति छिटो हिँड्नु हुँदो रहेछ हामी त हिँड्नु नसकेर मामा लुङ्गी तान्दा घरि जुत्ता तान्दा म यहाँ पहिले फुटबल खेल्न आउँथेँ यहाँ अनि यहाँ गेटमै नि लास्ट फ्यापल
फेरि भन्नु स्टार्ट सानोमा यसरी जन्ती गएको त्यो याद आइरहेको छ मलाई चाहिँ। मलाई एकदम मजा नै आइरहेछ तर मलाई भोक लागिरहेछ क्या भोक लागेर यहाँ खुट्टै लागेको छैन तर मलाई भोक लागिरहेछ क्या भोक लागेर यहाँ खुट्टै लागेको छैन अभी और सुनिए सानो सानोमा त दाइहरूको बिहे गरिहाल्यो जेठा दाइकोमा जानु पाएन माइला दाइकोमा चाहिँ एकदम सँगले एकदम इन्जोय गरिरहेको छु यादगार हुने भयो क्या यसरी हाम्रो आफ्नै घरमा फर्स्ट टाइम हो बिहे फर्स्ट टाइम त्यसैले हो क्या टाइम त होइन दोस्रो टाइममा पहिला चाहिँ अब मेरो फर्स्टै हो यस्तो ठुलो भएर क्या अँ यसरी बच्चा बच्चामा त सानो भएन भएर चाहिँ फर्स्ट अनि थाहै भएन कस्तो भयो थाहै छैन नानी कहाँ होइन? कता गयो बाइकवाला अगाडि छ कि पछाडि जानुपर्छ गाइज अनि अहिले चाहिँ हामी उकालो सकेर यी सबैजना अहिले चाहिँ तेर्सोमा सबैजना भेट भएको छौँ अनि के हो के भयो के अरे आधी पछाडि हुनुहुन्छ अलिअलि हामी यहाँ छौँ लामे यता हुनुहुन्छ त्यही त अनि अर्को मेमा यता हुनुहुन्छ अलि अगाडि जानु नि त अगाडि अगाडि गएँ म लु मेमाहरू यहाँ हुनुहुन्छ सबैजनालाई भोक लागिसक्यो हामीलाई केही नखाइनेको तातो पानी खाएर सबैजना के गर्नु र ठुलो बोकेर यो चाहिँ हाम्रो भोजपुर नगरपालिका 2 यता त 2 पो त नि 2 सोलाखाम हामी भोजपुर नगरपालिका 1 के अरे सिबुखामदेखि भोजपुर नगरपालिका 2 सोलाखामसम्म आयौँ अहिले चाहिँ यहाँनिर एकदम सास आइरहेछ तेर्सो बाटो आएर न त पैदल हिँड्दैछौँ हो लामा बाजेहरू त कडा हुनुहुन्छ हामीभन्दा अगाडि हामीलाई छोडेर हामी बल्ल बल्ल भेट भएको लामा बाजेहरूसँग हामी यहाँनिर एकदम यहाँ छौँ अब हामी पर गएर बाटो के अरे हेलो 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 गर्छ मारु ल आइपुग्यो बल्ल बल्ल बेहुलीको घर नजिक हेलो आगी हेलो हेलो लु आँखेहरू लु जेठा बाजा लास्टमा भन्नुभएछ लु जाउँ अहिले चाहिँ हामी आँसुको घर पुग्न आँट्यौँ अनि अहिले चाहिँ फिलहाललाई चाहिँ जन्ती यति नै हो मतलब अहिले यहाँ हिँड्ने चाहिँ पछाडि आउँदै पनि हुनुहुन्छ अगाडि अलिकति जानु पनि भएको छ हामी पर भात खराइमा जानुहुन्छ नि त बाजेहरू त्यतिखेर हामी सबैजनालाई पर्खिन्छौँ अनि ओ माइ गड कस्तो राम्रो फुल फुलेको हो यो के हो लहरा काँक्रा कसो छ त के हो यो लहरा हो कस्तो राम्रो झर्ना है कस्तो राम्रो रहेछ अनि आप्पाहरू चाहिँ पछाडि हुनुहुन्छ सक्ने अगाडि जानु हुँदैछ यहाँ यी पछाडि हुनुहुन्छ उतानेर भात खरा जानु र गाइज अहिले चाहिँ हामी बेहुलीको घर तल आइपुग्यौँ अनि यहाँदेखि भात खरुवा 2 जना गइसक्नु भयो होइन फुवाजुराबाट गइसक्नु भयो अनि यहाँ चाहिँ हाम्रो चाहिँ यहाँनिर चेली हुनुहुन्छ माइलीको आफ्नै काकियामा अनि आफ्नै काकियामा चाहिँ हाम्रो चेली हो चेली फुपूमा मेरो चाहिँ मम्मीहरूको फुपू अनि उहाँले चाहिँ अब माइतीलाई के गर्ने मम्मी भन्नु नि चिरुपाक के अरे मलाई बुझेँ मामले के गर्ने अरे भन्नु त यहाँ मलाई भएन माइती राख मम्मीले चिरुपाक भन्नुभएको सोरै सुनिन ए अनि त्यहाँ माइतीलाई सगुन राख्नु अरे अनि त्यसैले हामी चाहिँ यता कान्छी आमाको घरमा जाँदैछौँ कुरिराख्नु भएको छ अघिदेखि आया अनि त्यहाँदेखि माथिल्लो घर हो बेहुलीको घर चाहिँ हामी जान्छौँ अब त्यहाँ भात खरेर जानुहुन्छ नि भात खरुवा मुखै लटपटिसक्यो भात खरुवा जानुको कारण चाहिँ हामी यतिजना आएको छौँ के कसो हो हामी आइपुग्यौँ भनेर चाहिँ उहाँले चाहिँ पोङ लगेर जानुभएको पोङ चाहिँ अनिवार्य जहाँ जाँदा पनि चाहिन्छ यस्तो रीतिरिवाज संस्कृतिमा त्यो केही कार्यहरू भयो भने चाहिँ होइन आफू अब त्यो
लगेर जानुपर्छ अनि फेरि भरे यहाँबाट जाँदा नि फेरि नि उहाँहरूले हामीलाई ल है लिन आमा ल हो गर्दैछ माथि सानो बत्ती छ कि के हो माथि त उर भन्दैछ अब हामी पनि गएर धुलो उडाउनु पर्ने हुन्छ गाइजहरू जति नै थाके पनि यस्तै हो होइन झन् दिनले चाहिँ साथ दिइरहेछ भनौँ न घाम पनि लागेको छैन पानी पनि भएछ घाम लाग्यो भए त यहाँ आज उकालोमा के भएछ भाइलाई अनि अब यहाँ हामी सगुन चेलीकोमा सगुन खाएर जान्छ सेली अघि नै देखाएँ नि मैले अघिले जसरी बाटोमा बसेर त्यो सगुन थाप्नु त्यसरी नै थाप्नुहुन्छ हाम्रो कान्छी मामले यहाँनिर हुनुहुन्छ सबैजना गएर बसिरहनु भएको छ थाकेर माइत यहाँ सगुन खाएर फेरि अरू त्यही बाटो गएको फेरि त्यहीँबाट अघि भात खरिहरू जानुभएकै पट्टिबाट जानुपर्ने अरे यहाँ बाटो जस्तो यहाँदेखि एकचोटि तल पुगेर मुन्टो भाल्छ नि खालको चाहिँ यहाँदेखि चाहिँ तल पुग्ने बेलु बेहुलीको घरमा तल तल आइपुग्यौँ कति घन्टा भइसक्यो यहाँनिर 12 बजिसक्यो ए लु अलिअलि छिटाउला जस्तो गर्छ त यार पानी मजाले खिचौँ है भिडियो मात्रै बनाएको सम्झी ढोक छेत्रीमा कस्तै लाग्यो घोडामा र ढोक पर्छ होला यो पहिला नाम पर्यो यो धोपी र हो त बुम्बालाई लड्छ त्यो बिस्तारै यो भाउजू बिस्तारै लड्ला नि त्यो आइको जान्छ त्यही लगाएर राख्नु साइड खोइ ज्यान कता भयो मेनाको ज्यान देखेर डराइसक्नु सक्दैन डोरा भाइ डोर्याउनु ल हामी छिर्नु होइन के हो खोइ कुन त नि रोशनले बोकिरहेको छ रोशन खोइ रोशन उता गइसक्यो पढ्ने नि थिएन अब के गर्नु हेलो हेलो खोइ हेलो हेलो भयो खोइ हो 12 बजेको खाना होइन खाना खानु रेडी हेलो हाल्छु ओके ओके त्यसो हाल यहाँ खाना खानको लागि एकदम रेडी थाल लिएर नलदा रोशन कति खाने भन् भाउजूलाई दुई सालमा खाइसक्छ कि अङ्कलले अरे मलाई अलिकति मात्रै लगाइदिनु भाउजू धेरै नखाने म त अलिकति मात्रै बरु एकछिन माग्छु भयो
थोरै लगाइदिनुहोस् थोरै थोरै भनेको क्या भयो राम्रो मामा लाएर घिउ खानु पर्यो म चाहिँ किन घिनाउनु हौ मासु पनि घिउ पनि मौरी भन्केर मौरी बिस्केर गाह्रो पारिरहेछ गाइसहरू यहाँनिर टोक्छ भनेर डर छ गाइस अहिले चाहिँ हामी त्यतिकै खाना खाएर बसिरहेको अनि माथितिर जानुभएको छ भित्र बाजेहरू चाहिँ के भन्नु लाग्यो भने चारधामको लागि जानुहुन्छ यहाँ बोलेको चारधामको लागि जानुहुन्छ अनि हाम्रो चाहिँ गीत सित बजाउनु किन मिल्दैन भने पोङ्ला गरेर जानुभएको छ बाजेहरू अनि हामी चाहिँ उहाँबाट यहाँको केटीपट्टिकोबाट के अरे तपाईँ बजाउनुहोस् गीतहरू बजाउनुहोस् रमाइलो गर्नुहोस् भनेर आदेश आयो भने मात्रै गीत बजाएर रमाइलो गर्नुपर्छ न त यसरी बसिरहनु पर्छ गाइस त्यो हाम्रो तामाङ संस्कृतिमा चाहिँ त्यस्तो छ संस्कृति हेलो समला तिनी पञ्चकुमार तामाङ समला हेल्ला पैसिना थप्नाङीले थेल्ला लगन थेल्लामा जु तिनी छु चारदम आठदम बगिदम जन बाँच्नु हो चारदम आठदम हो हिने पुरलासी मम्मी बुर्म्याङ थिए चारदम आठदम बगिदम ने याङ मान्छे आशाङ सिकाउनु है अब बाहिर निस्किने के गर्नु र बल्ल बल्ल बेहुली निस्क्यो है ल ल ल कोही नाच्दैन नाच्छ यहाँ बुवाजुको आयो दामी अङ्कलले भएन है बाबा
बनेर मात्रै है पहिली बनेर मात्रै के साह्रो महँगो गरेको छोडिदिनु सक्दैन बेहुली लगेर हिँड्ने लु जेसुकी भने नि अब हामी हिँड्यौँ अहिले खोइ कसले हारो भन्दै थियो बेहुली त हाम्रै भयो त नि कहाँ छ जाली राइजा के हुँदैन म चाहिँ गइदिन्छु तर कालो कल्ली छैन नि फेरि के छ बेहुला यस्तो एक लुक दिउँ न त हौ आमामा के हो हिरो एटरी ला ओ बेहुली छोडी बिर्सेछ ल हिँडे गाइजहरू म चाहिँ यहाँनिर पानी पर्ला जस्तो भइसक्यो पानी चाहिँ पर्यो भने तर नपर्ने हो अनि के हो थाहा छैन लु ख्यालमै बिहा आयो भन्दा सक्यो कि क्या हो भोलि हल्ला गर्दै आउनु के साह्रो 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह लोगोन्दा भएपछि यतिको चाहिँ गर्नु परेन त अनि लु है लु आमामा लोकन्दा अब चाहिँ लु होइन कहाँ अघि चाहिँ देखिनस् कहिले यसरी बोकिनुहोस् नि त फेरि गर्नु त लु कस्तो कमेडी सुनिरहेको अनि गाइजहरू हामी एकदम थकित अवस्थामा हजुर एकदम थकित अवस्थामा कि थाकिनस् त थाकेको छ नि हौ म त नानी गाउँमा नानी डोडाउँदै के गर्नु तर म त गाह्रो त मैले त अनि के पो भन्नु चाहिँ बिर्सिहाल्यो ए मैले चाहिँ बिहान पनि यो पोङ चाहिँ मम्मीको ब्यागमा हालेको नि त अब पोङ चाहिन्छ नि गएको अनि पोङ कस्तो गह्रो भएको है पोङ पनि त्यो अरू के खात्रा खुतुक सामानहरू यहाँ मम्मीको ब्यागमा त्यस्तो भिड्ने झोलामा अनि मैले बोकेको थिएँ बिहान पनि यसमा बोकेको अहिले यसमा बोकेको म खोइ यस्तो देब्रे हातमा बोक्नु कस्तो अप्ठ्यारो हुन्छ कि आउँदै हुँदैन मलाई देब्रे हातमा त सिर्फ त्यो फेरि गाग्री चाहिँ कसरी देब्रे हातमा बोक्नु आउँछ क्या अनि अरू त आउँदैन नि यसरी नै हामीले पालो दिएको छ यहाँनिर बिहाल भएर चाहिँ हामी रोड जाने अब यस्तै ढिलो भएको उस्तै ढिलो भएको ए यता चाहिँ राईहरूको राख्छ होला है गाँठेको माथि चोरभन्दा चोरिनुहोस् राख्दैन म त जान्दिनँ डर लाग्छ म त ए अँ साँच्ची हो बिहाल भएर चाहिँ हेलो आइस हेर्न के अब के भयो बेहुलाको चाहिँ भान्जा कान्छ भन्छ होइन अनि कस्तो हुँदैछ त माइना मामा र माइजूको बिहे राम्रो पैसा कति कमायो धेरै अनि के छ हौ लोखण्डा फाइनली लु घर आयो लासो हजुर लासो तपाईँलाई धेरै धेरै मुरी यो त बसेन त बस्न लु 16 भनिदिनु चिसो ल्याउन चिसो दिनु पर्यो चिसो लगाइदेऊ झन्डै ढले म त हाम्रो लालाको लुलु भइदियो पैसा तिरेन त यसको पैसा त तिर्नु त्यो चाहिँ कस्तो भुलेको कसरी नभनेको त्यो राख बिहान त यसको त कुरै आएन कि ल लु जाउँ बेलबोली